नेपालको पूर्वी पहाडी भेगमा बसेको छ यस्तो सुन्दर ठाउँ, जुन ठाउँ पुग्दा यस्तो लाग्छ कि कुनै अलग्गै दुनिया आइपुगे चाहिँ। अझ भनौँ स्वर्गको कुनै एक टुक्रा पृथ्वीमा झरे चाहिँ। यो यस्तो ठाउँ हो जहाँबाट दन्ते लहर चाहिँ टिलिक्क टल्किने हिमाल अनि त्यो हिमालको हिउँ पग्लिएर झर्ने झरनाहरू आफ्नै आँखाको अगाडि देख्न सकिन्छ। साथै अरुण वरुण नदीका सुसेलीसँगै वारिपारीको सुन्दर फाँटहरू, खेतीयोग्य जमिनहरू र त्यहाँ आसपासमा बसेका सुन्दर सुन्दर गाउँ बस्तीहरू पनि निहाल्न सकिन्छ। यो यस्तो ठाउँ जहाँ प्रकृतिसँग रमाउन कुनै ऋतु कुर्नु पर्दैन। चैत मासको खडेरीमा पनि यसरी रङ्गीचङ्गी फुलहरू मुस्कुराइदिन्छन्। जुन ठाउँ हो चाइनाको तिब्बतसँग सिमाना जोडिएको ठाउँ किमाथाङका। जुन यस्तो ठाउँ हो जहाँ पर्यटकीय हिसाबले अथाह सम्भावना बोकेको ठाउँ भएर पनि एकदमै पछाडि परेको छ। यतिसम्म पछाडि कि जहाँ कुनै पनि मोबाइल नेटवर्कले काम गर्दैन, मोटर बाटोको सुविधा पनि छैन। यहाँका स्थानीयहरू जीविकोपार्जन गर्नको निम्ति चाइनासँग निर्भर हुनु परेको छ। आखिर त्यति शक्तिशाली चाइनाको सिमाना भएर पनि आखिर किन पछाडि पर्यो त? हामी किमाथाङकासम्म पुगेर त्यहाँको अवस्थाको बारेमा देखाउनेछौँ। किमाथाङका सिमानासम्म पुर्याउनको निम्ति आर्मीले खन्दै गरेको अक्करे भिरको पछिल्लो अवस्था देखाउनेछौँ। आज हामी यही आर्मीले खन्दै गरेको डरलाग्दो अक्करे भिरको बाटो छिचल्दै यात्रा तय गर्दैछौँ। हजुरहरूले योभन्दा अगाडिको भिडियो इटहरीदेखि सङ्खुवासभाको खाँदबारी हुँदै लिङ्गमसम्मको भिडियो योभन्दा अगाडि हेरिसक्नु भएको छ। छुट्नु भयो भने च्यानल भिजिट गर्नुहोला। आजको यो भिडियो अन्तिमसम्म हेरी किमाथाङका पछाडि पर्नुको मुख्य कारण के होला आफ्नो अमूल्य प्रतिक्रिया राख्नुहोला। त्यस्तै च्यानलमा नयाँ हुनुहुन्छ यदि